आन्दोलन भयो, आन्दोलनमा चाहिँ गोली चलाउनु पर्ने आदेश दिइयो, त्यो त बाहिरी शक्तिले दिएको होइन नि त, सरकारले दिएको। अब त्यो सरकारले आदेश दिएपछि मानेको भन्ने कुरा पनि सुनिन्छ। आन्दोलनकारीहरूले पनि सुरक्षाकर्मीहरूलाई नै गलत भन्ने, सरकारले नै सुरक्षाकर्मीहरूलाई नै गलत भन्ने, तिनीहरूले चाहिँ कसको इसारामा चल भन्ने विषय हो। अब तपाईले भन्नुभएको ठिकै हो होइन। हामी यो देशमा के भयो भने सबैले आफआफ्नो अनुकूलको चाहिँ व्याख्या गर्न थाल्यौँ, सबैले आफआफ्नो कुरा मात्रै गर्न थाल्यौँ र हामी झट्ट नागरिकले हेर्दाखेरि हामी धेरै टाढा जानु पर्दैन। जब प्रधानमन्त्रीले 3-4 बजेतिर पनि नै राजीनामा दिइसकेको स्थिति थियो हो। प्रधानमन्त्री राजीनामा दिइसके पछाडि यो देशको सुरक्षा गर्ने सेनाले चाहिँ बेलुका 10 बजेसम्म कुरेर चाहिँ 10 बजेसम्म चाहिँ यो देश खरानी भएको हेरिराख्यो, रमिता हेरिराख्यो सुरक्षाका निकायहरूले। अब आन्दोलनको चाहिँ निर्देशन जनता मार भनेर त सरकारले कुनै पनि सरकारले निर्देशन दिँदैन होइन। अब निर्देशन त्यहाँभित्र पनि प्रहरीहरूभित्र पनि परिचालितहरूले चाहिँ अनावश्यक चाहिँ दबाब बढी चाहिँ उ गरे कि होइन, बढी हस्तक्षेप गर्ने, गोलीहरू चलाउने होइन। आन्दोलनमा चाहिँ त्यो खालको हुन्छ नि त। अब हामीले हाम्रो देशको सुरक्षाकर्मी निकायलाई पनि हामीले सङ्ख्याको दृष्टिकोणले हेर्नुपर्ने चाहिँ अब आधारहरू तयार हुँदै गएका छन् हो। सुरक्षाको आदेश पालना गर्ने नै उनीहरू हुन चाहिँ आदेश पालना गर्दा पनि भन्दा बढी चाहिँ आदेशको चाहिँ दुरुपयोग पनि भयो कि, त्यो हिसाबले पनि हेर्नुपर्ने भयो। हामीले जुन टाइमिङ भने मैले 4 बजेदेखिको 10 बजेसम्मको पिरियडमा यत्रो देशैभरिका चाहिँ सरकारी सम्पत्तिहरू जलिरहँदाखेरि सरकारी सम्पत्तिको सुरक्षा गर्नका लागि आदेशकै भर मात्रै मानेर बस्नु पर्दैन। आदेश त उनीहरूको त दायित्व राज्यको सुरक्षा गर्ने हो। उनीहरूले आफ्नो स्वविवेकले पनि कम्तीमा चाहिँ राज्यका प्रधानमन्त्रीको सुरक्षाको गरेन भन्ने होइन, हाम्रो नेताका सुरक्षा गरेनन् भन्ने होइन, तर हाम्रो राज्यको चाहिँ सार्वजनिक सम्पत्तिको सुरक्षा भएन सुरक्षाकर्मीबाट। उहाँहरूलाई अब हामीले सङ्ख्याको दृष्टिकोणले हेर्नुपर्ने चाहिँ वातावरण सिर्जना भयो।